हामी कहाँ जान लाग्यो केटा खोरिया पानी ए आज खोरिया पानी पुजिदिनु भुन है पहिला हामीले पानी खाने ठाउँ यही होइन अहिले छ कि छैन पानी आजकल माछा रहन्छन् है हामी चाहिँ हैन खोरिया पानी भनेको चाहिँ ओ त्यो डाँडा छ नि हो त्यो डाँडाको त्यो खोल्सा जस्तो देखिस् नि हो त्यहाँ आउँछ नि हामी त्यहाँ चाहिँ आउँदा हाम्रो खोरिया पानी पुज्ने हो अब त्यहाँ गएर चाहिँ टक्क अहिले हेरिन्छ त्यो डाँडाको खोल्साबाट हाम्रो चाहिँ झरी खोलो भन्ने बग्छ त्यहाँबाट यो चाहिँ हाम्रो गाउँको कुलो धान खेतीको लागि र अन्य विशेष गरेर धान खेती र अन्य खेतीहरूको लागि चाहिँ नि पानीको लागि यो बनाएको छ झरी खोलाको पानी हो यहाँ आउने माथिबाट आएको छ यो सिँचाइको व्यवस्था पनि राम्रै छ हाम्रो गाउँमा हाम्रो गाउँको फेरि खेतमा बाटो छ फेरि हाम्रो त रोडबाट सर्लक्क खनेको छ यता ल एरिया चाहिँ वडा भवन हो हाम्रो वडा कार्यालय आन्टी सिमी टिप्नु भएको बेच्ने हो क्या हो कति ठुलो प्लास्टिकमा टिप्नु भएको त नि ए ल हुन्छ हामी यो खोरिया पानी पुज्नु जानु लाग्यो क्या ए ल हुन्छ आन्टी ल ल यति हिँड्दै थाकियो त केटा अझ त्यही त नि 4 भागको 1 भाग हिँडेको छैन अहिले थाकियो त्यो झोला के हालेको थियो नि तैँले यहाँ बोतल अनि थाल पनि हालेको ट्याङ कराइछ भात खाने हो मैले त थाल ल्याउनु बिर्सेछु यार खान पाइन्न क्या हो अर्ग्यानिक पातमा खाने ओके पुग्नु पर्यो माथि चाहिँ यार ए थकाइ लागिसक्यो हाम्रो गाउँको विकास हेर देखिछस् नि यस्तो जङ्गल छ जङ्गलको बिचमा पनि कच्ची रोड भए पनि पुगेको छ हेर यसलाई भन्छन् विकास यहाँ फेरि हामी त्यही बसमा एकचोटि खोरिया पनि बुन्दा आइन्छ होला होइन अनि यो डाँडा झाँक्री छ नि त्यही बुन्दा आइन्छ होला आएपछि यो बाटा फेरि माखो हिँड्दैन वन्य जन्तुहरूलाई चाहिँ हिँड्न अलिक सजिलो भएछ होला गाडी त्यस्तै हो के अरे कहिले कहिले दाउरा बोक्न चाहिँ सजिलो भएछ नि एउटा दाउरा बोक्न ट्र्याक्टर सेक्टर आउन चाहिँ सजिलो भएछ यो सिँढी बाटो हेर घाँसले भरिन्छ मान्छे हिँड्नु छैन बाटोको सुविधा चाहिँ यस्तो छ यो चाहिँ हाम्रो प्रतीक्षालय निकै राम्रो बनाएको छन् अब यो अरू कामको लागि त खासै प्रयोग भएको छैन घाँस काट्न आउनेलाई चाहिँ बस्नु ठिकै छ धेरै माथि आइएछ केटा यार त्यहाँदेखि त्यो रुखले ढुङ्गा कस्तो समातेको यार
भयङ्करै थाकियो यार क्यार्ने त नि यहीँबाट फर्किने हो क्या तर म हिँड्न नसकिँदो रहेछ यार त्यही त नि अझै बाटो कति छ अझै यार यस्तो ठाडै उकालो छ ल लाग्यो फेरि बिस्तारै बिस्तारै थानसम्म त पुग्नु पर्यो तल पनि यति उकालो छ होइन यो फलाम यहाँ चाहिँ किन हालेको भन् त पोजिटिभ माइन्ड राखेको होस् भनेपछि यहाँ समातेर उक्लिनु पर्यो ल ल ट्याक्क यति उक्लिएपछि फेरि अनि यहाँ चाहिँ थकाइ मरो त्यहाँबाट फेरि अनि चाहिँ हिँड्ने भनेर होला क्या है के हाल्ने अब हालेका छन् यो बिच अब किन हालेको भन्ने थाहा छैन यो समातेरै उक्लिने भन्नु पर्यो होइन अब फेरि ठाडै छ अब फेरि ठाडै छ क्या अब यहाँ चाहिँ किन हाल्नु भन्ने थाहा छैन थकाइ मरो भनेर होला ठिक छ क्या नि त नि ठाडै उकालो छ क्या यार छ्या पादे किरो गना यार लास्टै पदरो किरो रहेछ यार हामी चाहिँ धेरै हाइटमा आयो है हाम्रो गाउँ वहाँ छ हाम्रो गाउँ फाँट पनि बवाल देखेको रहेछ यहाँ त है यस्तो झाडी झाडी हिँडेको होस् ए बा के भयो काँडो बिजो खोइ कुन काँडो बिजो देखाइ डेन्जर छ यार काँडो त होसियार भएर नि होसियार भएर ल हाम्रो डेस्टिनेसनमा आयो है हामी ल यहाँ त खोल्छ त कहाँबाट आउँदैन खोइ यो त काँडो तरिस त ल ठिक त्यसरी बुवाहरू चाहिँ खोरिया पानी पुज्नको लागि सबै जम्मा हुनु भइसकेको छ हामी चाहिँ भर्खर आइयो र हाम्रो
भेडो पनि रेडी छ। बाँदर चाहिँ हाम्रो पुर्खा यसरी हिँड्ने थियो नि बाँदरलाई आगो दाउरा चिसेर छन् क्या बुवा? दाउरा पैसा किन सङ्कलन त नि फेरि मरमसला लन्डिङ मुन्डिङ चाहिएन यहाँ चढाउनु पर्छ मन्दिरमा उठेको पैसा चाहिँ सङ्कलन गर्ने हो त पुजारी होस् क्या भाइ त? ए पुजारी होस्? त्यहाँ अझ धुप धजा अरूमा छन् हेर त त्यहाँ धुप धजा अरू छन् कि छैनन् खोइ यताले भेटिसकेको छ नि यहाँ ए तैँले त्यो भाँडा तातिँदैन ताउ के यसले गर्छ क्या यसले गर्छ। बच्चा हुन्थ्यो डाँडै पुज्न लागेको छ होइन? ए भनेपछि सबै बारी हुन्। त्यो खोरिया भनेको के हो खासमा के लाउने हो? कुनै ठाउँमा भैया अनि त्यही भैया अन्य छुट्टै हो बाक्लो भएको कोदो चाहिँ निकालेर अन्तबारीमा रोप्ने मुला पाखा चाहिँ खोरिया गर्दै देखेको जम्मै यसरी हाल्दा नि कहाँ हुन्छ के त्यो खोरिया भनेको त त्यो कोदै हो। कोदै त हो कि नि कोदो रोप्ने छरेर गर्न खोरिया हुन्छ अनि छरे त्यहाँ पछि फेरि बेडा हुन्छ क्या बिउ निकाल्ने पातल राख्ने एकपल्ट चाहिँ डाँडका खोरिया थियो सुकै खाँदै बिउको अन्काल पर डाँडाको घैया भनेको चाहिँ के हो त फेरि? ए धान हो। आठो जस्तो हुन्छ क्या त्यसको चामल अनि एकै ठाउँमा पनि दुई तिनचोटि पूजा अरे फरक फरक भनेपछि गाउँभरिका पुज्ने चाहिँ यही हो। यहाँ यता सल्यानकाले नि पुज्छन् उल्टेबाट उतलाई त थोरै भनेको थियो नि मैले तँलाई ठाम छ थोरै लैजा भनेको हो त्यसो भनेको त्यता नि टेको नि टेकेर तिर्को भयो थोरै थोरै रेखी बनाउनु जान्नुहोस् क्या हो? यो बनाएको मैले त अनि के अरे धुना पनि यो तैँले बनाएको? ठिक छ ठिक छ। यो मैला हो चामल यो घिउको चामल हेरी त्यही हाल्ने भात पकाउने चामल हेर्नुपर्छ खुल्ला दुना थिएन दुना छैन त्योपट्टिले काम चलाउने मैला हाले घिउका हुन्छ यो बदम पनि चढाउने हो बुवा? खै ल्या गर्छन् के यो प्रसाद हो। के चाहियो हुन्छ थाल छ नि यस्तो त सबैका यहाँ भगवानको चित्त बुझेन भने बलराम भाइ परिछ है त भाइ।
थाल निकाल्यो न एउटा कटौरा केही भयो मनमा नै केही न केही त भनिछस् नि भनिछस् ए बल छ बल बल भयो नि उता त्यो मेरो झला छ निकाल बल ल्याउ त बा ए त्यो कालो यो बान्नु हुन्न रे के दाइ बुझ्नु गाँठो नपार्ने भन्छन् के यो गाँठो पार्नु हुँदो रहेछ किन सट्टो सट्टो त्यसरी झुनाउँछ यो यसरी झुनाउने गाँठो नपार्ने त्यो जानेको मान्छेले गर्नुपर्ने भएर मैले गरेको ल ल तपाईँ जानेकोलाई ल्याएर मैले थाल चाहियो नि कचौरा चाहियो नि यहाँ छ ल उताडो लर देऊ यहाँ ब्राह्मणहरूले चाहिँ यसरी पुज्ने चाहिँ यहाँ यो खाना पकाउने किचन साइड यो रहेछ क्या हाम्रो यहाँको चलन ठाउँ होला नि त उसले दियो ठिक छ कि उसको पानी थप्ने होला नि यहाँ र चाहिँ दुना त्यत्र आती दुना राख पानी राख चामल राख पानी राख घिउ जति पनि छ दुई चाहियो दुईटा किन्न छ दुई तिनवटा किने एउटा यत्रो अझै पानी हाल्ने नि हुन्छ घिउ जति घिउ रको घिउ छ र रको घिउ घिउ त्यहाँ छ घिउ त हामीले छोकै छैन ल्याउ छ ल्याउ यहाँ हाल्दिनु खिरमा थोरै हाल थोरै चाहिने पर्यो घरमा चाहिने जे चाहिन्छ त्यो गर्ने फोटो खिचिदिनु पर्यो तेरो ओप्पो भनेपछि ए खतरा ल ओए अङ्कलले इसका मान्नु हो नि मलाई तेरो फोटो खिचिदिनु पर्यो रेडी भएको दुधमा खेत लाग्छ म त हेरे उसले हिर्पाको भने अनि चराउन थाल्ने तपाईले जक्ति पनि नबुझ्नु यो सकिसकेपछि यहाँ माथितिर मान्छे टन्ने हुन्थे आज हामी त धेरै छैन नि त नि ए कुलेन पूजाले गर्दा गाह्रो भयो नि नेपाली यत्रो भातमा त्यति घिउले कति पनि आउनु अब त राख्ने नै होइन क्या अब घिउ प्रकार लानुहुन्न है चाहिन्न अब यही छ अलिकति त्यसमा धुपाल्नु पर्छ पानी थप्नु पर्छ धुपाल्नु अलिकति पनि मुस्नुपर्छ यहीँ निस्किन्छ कि फेरि धान अब यहीँबाट निस्किन्छ त घिउ अनि त्यहाँ छ त्यहाँ पनि छ अब यो घिउ हालेपछि के अब यो भात रगको पनि छुपुकै लिएर गयो प्रसाद भयो प्रसाद च्याप्प लगाएर हामी अब यहाँ इनारको खोजीमा गइरहेछौँ तैँले देखिस् भाइ इनार ल हिँड्छ हेर्न कता रहेछ अहिले त्यहाँ छैन ल किनार यहाँ तेर्सै जानु न झाडी झाडी होला त इनार हेर्न आएको इनार देखिएन अचानक चाहिँ भेट्यो देखिस् त यो पहिला हिँड्ने बाटो कि यहीँबाट बुवा ल त्यहाँ जाने ठाउँ नभएर न त हामी जान्थ्यौँ नि यहाँ
त्यहीँ भनेको थियो हामीले जाने हुने बारो जाने यहाँबाट यसरी हो त्यही जाने हुन त्यहाँ छिर त्यो ठ्याक्कै हो नै भन्ने भएकाखेरि हामी निस्क्यौँ पनि क्या बुवाहरू आइराखेकोलाई त गाह्रो पर्दो रहेछ हो त्यो नत्र हामी आफै जाँदो रहेछौँ यस्तो जाति चाहिँ होला अहिले त त्यो त गुफैभित्र छिरे जस्तो भयो त बाटो त यो उताबाट आउने बाटो यो हो अनि यहाँबाट यसरी छिर्ने हो क्या यो यताबाट छिर्ने बाटो यो हो क्या यही परेछ रसाएर पानी यही यो पानी नि धेरै गहिरो थियो पहिला त पुरिएको यो तल यहाँ जाने सिँढी थियो तल यहाँ सिँढी थिए धेरै गहिरो थियो त्यो पहिरो भएर यहाँ जङ्गलबाट जस्तै हो यो ढिला आएको थियो के उतै चिराउने फेरि त्यहाँ उतापट्टि पर यहीँपट्टि उयो चिराउने यो यस्तो भन्छ यहाँ पहिरो आएर लत्निएछ अनि अनि हुना यहाँ फोटोसित सब मिलाएर ल खरिया पानीको मिलाएर ट्याक्काल आजकल त खासै यहाँको पानी युज गर्नुहुन्न होला जाए जान्छ यहाँ बाहिर जान्छ पाइप छ कि गाई आउँछ ल पानी खाने यही बेडो ए पाइप लगाछन् जमारो लगेर खानु पाइप हाल्छ त्यस पाइपबाट यो सबै यसरी ढुङ्गाबाट पानी चुहिएको है सबै ढुङ्गाबाट रसाएको पानी त 17 जता हुन्छ लगाम तारी निस्कन सकिन्छ मिठो रहेछ पानी यार प्रसाद पाकिसकेको छैन सुपारी राख्थ्यो बाबु सुपारी र त ज्योतिहरू छन् 64 अनि कति भयो 640 हो 640 45 700 हान्छ नि यसले हान्छ घिउतेल हान्छ रे घिउते खे बाबु छोराले त डरो खान्छ र यसको बाबुले चाहिँ लोटेसी पखाल्न मान्छे घिउ खान मान्छे अन्त पखाल्न पाइन्छ भने त दौराबाट राख्दैछ लोटेको अनि त्यहाँबाट पखालेर ल्यायो रोप्नु पर्छ खेती गरेको हुन्छ यहाँ पानी कोदो रोप्ने त्यही भएर डरो छ त्यो ल्याउ त दुई टाढा यता धजातिर नगाड है धजातिर रविलालले जस्तो बोलाउला त्यहाँ होमन गराएर आउनु होमन राम्रो होमन एकदम सम्झी भगवानलाई केही माफ गरिदिनु भन्नु हो यहाँ यस्तरी क्या त्यो यसरी माथिबाट त त्यो देखिनै देखिन क्या यस्तरी हेरेर गर्ने क्या ती सबैले निकाल चिन्ता कहाँ गयो ज्योति होला कि नि ज्योति छन् त्यहाँ ज्योति भनेर राखेको मैले
कहाँ मार्ने त्यो हेरेर कामै छैन त्यो हेर्ने के हेर्ने हुन्छ नि होइन त्यो टुप्पो छ समा त अलि मजाले फर्माइसँग दियो सरी सही टाउको मात्रै पानी हाल्न नडराउनु न ल ए झाँक्री अब कोही गल्ती क्षमा पाऊँ जानेको गरिदिउँ ल एकदम मान्नु है फर्रै कोही पानी अलिकति दुधले चाहिँ त्यो गाईको दुध थपे थन न पानी थपे त नरम त छोडिदिनु पर्छ ल माने खाना हाल्दैन मान्छन् काना हाल्ने काना हाल्ने होइन तिम्रो चारपा कहिले हुन्छ पर्खर पानी थपे त ल चारपा धोको छ ल हे परमेश्वर ल करिया पानी छोड्दैन एकैछिन छोडिदेऊ त कहाँ माउँदैन कहाँ हान्छ यसले नानेका त हान तले हान्छ त्यसले हानि राखेकोले हान खुट्टा सँगै बोले केटाको घुमाउनु पर्छ यो शरीर भयो ढुक्क बरान यता यता पुन जाते एउटा हान्छ केटा यसले हान्छ भनेर हान्न लाग्यो त्यसले हान्दैन मैले किन हान्यो हाने त्यो हाने नि हाने ल उतार वहाँ ले यता ल्याऊ यता मैले त्यत्रो दुर्क तानी त्यति बासी भाव ले यता घुमाइले होइन घुमाइ यसरी घुमाइ केटाले हान नि हान्छ भनेर त हान्नु गाईहरू भएर केटाले सक्दैन भनेको मैले पत्थर भने हेर्न नहुने बनाएछु फरक कसरी हुन्छ भने त्यो बाबु म यहाँ त ल्याउने बल ल्याउनु न के रे त्यो होइन हुन्छ कि छुट्टीकै छैन कि ए फोक्सो आसी त तँ आयो मोटो हुन्छ फिटेन मागिन्छ कि हेर त मोटो खैलो नि दङ्ग ले त यहाँ फोक्स नै गर्ने मोटो सहित मुटिनु पुजारी एकछिन बस है तल हो कि माथि खै अब कता लाउँदा चोरोमलाले तँ त जान्नु गर यहाँ छ कुवाई पखाएर अब टिकट चलाइदिनुहोस् बनारै चाहिँ खान्छ मैले त यत्रो बाह्र कसियो के अरे कसिन्छ नि केटो हामीले मान्छेहरू घाट टोला एउटा मार हान्ने मान्छे छ निकाल्ने वर्ष बेला बेला अहिले यसलाई निकाल्यो धनुतेर्की माई सबैलाई काम दिँदो रहेछ कि यसले सबैलाई काम दिँदो रहेछ कि हामी सबैले गरौँ भनौँ न सबैले गर्दैन कसले गर्दा हामी भन्ने आओस् के तब मात्र नआओस् भोकै भोकेको जान्छ र अरू जान्दैन पिस पार्ने होइन नभए उता लैदिन्छ हो त्यहाँ सानो सबको लिएर यसलाई भयो त्यो सानो तिम्रो बसाले यसो पानी त मन जाँदा त्यो उ बसाउनु त्यो पर्दैन क्या मजाले भुट्दैछु हुन्छ सफाएर पकुवा छ क्या हुन्न कि पहिले आउँछ त्यो भित्रको भर्सानी यही तातोले भान्छु यही छोड्यो के हो यो आडा लाउनुलाई नदे यति यति यसो चखाइ करा थियो अनि फेरि करायो भने हुन्छ नत्र त्यस्तो नजान्ने होइन हाल्ने नि बेच्छ भएछ यो बोल्दाखेरि पाकेको लैजा भएको भयो भएन कहाँ भएन नपुगेको छ अब हामी 3 जना छौँ
आइजा थप्न फेरि लाज मनाउला खुर्सानी खाने भए यहाँ खुर्सानी यहाँ घुवा छन् तिम्रो आइतस् केटा होइन ल ल मिठो साह्रै मिठो है साथीहरू मासु खाऊ है पेटभरि मासु खाऊ हो क्या दिल खोलेर खाऊ है गोविन्द है केटा ल हेर ए गीत नाच भनेर मुन्टी भनेको तँलाई चौडो थापा त यहाँ त्यो 2 पिस भएको यो चल्दै ल थप चल्ला 2 पिस खानै छु ल पुजारी आज गयो यो मासु थपै त अलि बढी कान्छो मासु थप मासु मासुको सट्टा अघि खाएको नि के खाइछ अरे भन्छ नाम राजखानी नेपालीमा के भन्छन् रे त्यसलाई थाहा भएन म त्यो सिकाइदिएको हो नेपालीमा ल यी दाजै ओ कला दाजै हजुर खानु भइसक्यो रे मासु खाइछु हेर त यहाँ थालाइभरि यत्रो छ दसैँलाई चाहिँ आज होइन ल ल ल केटा हो है यहाँबाट यता यो बिच चट्ट काट्ने है किन त्यो सोध भनेर होइन भयो भयो मेरो निकाल्नु भएछ नि ए निस्किने ल तेरो दिउरै एक भजालो खाइसक्यो अरे होइन अरू खान्छ खा खा बुवाहरू ठिक छ नि थोरै झोल हाल्छुले खाना मिठो भएछ झोल हालिदिनु आज अब हाम्रो पूजा सक्यो होइन त अब सक्यो ल अब घरतिर लाग्नु पर्यो ल लास्टमा वहाँ यहाँ ल भिडियोमा ल हेर्नु नि ल है ल म पनि आउँदैछु कोहीले जुको पनि छ त भिडियो अब मुलाई पल्ले हो नि घोता बोकेर तातो चाहिँ ट्रेकिङ हो नि तातो झोलले गरी बनाएको क्या हामीलाई म नखाएको त यहाँ पसिना आए तिमीलाई देखेरै बसिन आयो बस्यौ नि सीताला म सक्या थाकी आफू आफै थाकेर लोड पर्यो अब यहाँ झिक्रा के बोकिन्छ थाक्यो त्यसै नाकिन्छ त बिहान तर गाउँ भोकाउँदैन यसलाई छाइ गर्छ उसलाई 1 वर्ष उसलाई पुग्छ अरे एकपल्ट खाएपछि भन्छ नि तर पुग्ने हो कि